थाल्नु पर्यो। कुनै कुरामा जस्तै तपाईँको एउटा घरभित्रै पनि समाजको कुरा अहिले नगरौँ, एउटा घरभित्रको कुरा गर्दाखेरि घरमा दुई दाइ भाइको बिचमा मनमुटाव भइरहेको छ। पहिला त मनमुटाव भएको कुरा थाहा पाउनु पर्यो, परिस्थिति यस्तो भइरहेको छ है, दाइ र भाइको अलिक कुरो मिल्या छैन भन्ने कुराहरू थाहा पाउनु पर्यो। किन भइरहेको छ त्यो उत्तर खोज्न सक्नु पर्यो, खोज्नतिर लाग्नु पर्यो। त्यति गरिसकेपछि अनि एक्सन के छ त, वा के गर्दै हुन्छ? दुई दाइ भाइको झगडा त भइरहेको छ, तर तपाईँले के गर्दै हुन्छ? तपाईँको एक्सन के? एउटालाई उच्काउनतिर लागेको छ कि वा दुइटालाई मिलाउनतिर लागिएको छ कि? त्यो कुराहरू पनि सोच्नु पर्यो, लिडरले सोच्ने कुराहरू है। अब परपट्टि हाम्रो हेर्नुहोस् न, त्यहाँ के भनेको छ भन्दाखेरिमा तपाईँले दिएको विचार अनि कदम, तपाईँले दिएको विचार, तपाईँको दुई दाइ भाइको मैले उदाहरण दिएको थिएँ, झगडा भइराखेको बिचमा तपाईँले जो दिएको विचार छ त्यो चाहिँ म्याच सकिएको औषधि जस्तो हुनु भएन कि, काम नलाग्ने हुनु भएन। म्याच सकिएको औषधिले केही काम गर्छ र यस्तो चाहिँ हुनु भएन। तपाईँले दिएको त्यो विचार, तपाईँको जुन सोच, तपाईँको भावना जो छ त्यो भावनाले चाहिँ सकारात्मकतातिर जानु पर्यो। यो कुराहरू धेरै कुराहरू लगभग पोजिटिभ थिङ्किङतिरै छ है। अब यो नेतृत्व सिपकै कुरा छ। दोस्रो कुरामा छ उपयुक्त नेतृत्व शैली। उपयुक्त नेतृत्व शैलीमा परिस्थितिको पहिचान, सही विश्लेषण र सही अनुकूलन नेतृत्व शैलीको प्रयोग गर्ने भनेको छ। त्यो अघिल्लो पोइन्टकै एक्सप्लेनेसनमा आयो। एकै प्रकारको शैली सबै ठाउँमा फिट हुँदैन है। जहाँ गएर पनि त्यही एकै कुराहरूले सबै ठाउँमा नहुन सक्छ। तपाईँको घर झगडाको विषयमा कुरा गर्दाखेरि फरक ढङ्गले मिलाउनु पर्ला। सामाजिक झगडा छ भने फरक ढङ्गले मिलाउनु पर्ला। घरभित्रको नेतृत्व लिँदाखेरि अलि फरक ढङ्गले लिनु पर्ला। सामाजिक काम गर्दाखेरिको नेतृत्व फरक होला। घरभित्रको काम गर्दाखेरिको तपाईँको आदर सत्कारदेखि लिएर शब्द प्रयोग गर्ने कुराहरू फरक होलान्। समाजमा गइसकेपछि ती कुराहरू फरक होलान्। ठाउँअनुसार, परिस्थिति अनुसारको चाहिँ आफूले व्यवहार र आफ्नो शैली परिवर्तन गर्न सक्नु पर्यो। अब यसको उदाहरण यहाँ हेर्नुहोस्, यो सबै चाडमा एउटै गीत बजाउने भनेको यो त फिट भएन नि त। दसैँमा पनि त्यही गाना बजायो, तिहारमा पनि त्यही गाना बजायो, होलीमा पनि त्यही भनेको फिट हुन्छ भनेको समयअनुसार चल्न सक्नु पर्यो। समयको मागलाई चिन्न सक्नु पर्यो। अब 3 नम्बरमा छ आफ्नो अख्तियारी र शक्ति बढाउने भनेको चाहिँ अब त्यो पावरफुल हुने, भोलि कसैलाई ड्याङडुङ गर्नलाई भन्ने होइन। फेरि अहिलेको जमाना भनेको त शारीरिकभन्दा मानसिक प्रतिस्पर्धाको जमाना हो। हामी शारीरिकभन्दा पनि कलम र दिमागले अहिले युद्ध गर्ने जमाना हो नि त। यसका लागि चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि कामको दायरा फराकिलो र शक्ति निर्माण गर्नु पर्यो। धेरै कामहरू गर्नु पर्यो, सबैलाई समेट्ने गरी काम गर्नु पर्यो। त्यो गऱ्यो भनेपछि आफ्नो स्किल डेभलप हुने भयो। शक्ति निर्माण र प्रयोग। शक्ति निर्माण भनेको चाहिँ तपाईँको मेन्टल पावर बढाउने कुराहरू हो। सोच्ने शक्ति हुन्छ कि होइन, निर्णय लिने शक्ति हुन्छ कि होइन, अरूलाई कन्भिन्स गर्ने शक्ति हुन्छ कि, आफ्नो कम्युनिकेसनको होइन सञ्चार गर्न सक्ने शक्तिलाई बढाउनु पर्ने हुन्छ। यी कुराहरूलाई हामीले बढाउनु पर्ने हुन्छ। त्यसै गरी अब यो 4 नम्बरमा छ निर्णय गर्ने क्षमता बढाउने कुराको त्यो लास्ट पोइन्टको त्यसैभित्र चाहिँ हाम्रो के आयो भन्दाखेरि सही र निष्पक्ष निर्णय गर्नु पर्यो। अब निर्णय गर्दाखेरि पक्षपात विभेद गरेर बाइस्ड भयो भनेपछि डिसिजन भनेको त्यो रङ वेमा जान्छ। पक्षपात गरेर गरिएको निर्णय भनेको सही निर्णय हुँदैन। त्यो दुवैलाई हेर्दाखेरि कुनै पनि विवाद या केही हुँदाखेरि निर्णय गर्दाखेरि चाहिँ कसैको पक्षमा नलिकन वास्तविक के हो त्यसरी निर्णय गर्नुपर्छ नेतृत्वले है। निर्णय गर्ने क्षमताको पनि विकास गर्नु। अब क्षमता विकास हुने कुरो भनेको चाहिँ आजै मैले ठ्याक्कै त्यो सिटामोल खाए जस्तै टक्क खायो पछि मेरो क्षमता विकास भयो भन्ने चाहिँ हुँदैन है। जस्तै बोल्नेको कुरामा पनि अहिले मैले यहाँ जति जे कुरा भने पनि अझै पनि यो सेसन सकिँदा पनि तपाईँहरूको बोल्ने क्षमताको विकास हुने होइन। त्यो आज अलिकति प्रयास गर्ने हो, भोलि अलिकति प्रयास गर्ने हो, बिस्तारै 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 प्रयास गर्दै 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 गयो भने एक लेभलमा पुगेपछि बल्ल तपाईँको त्यो स्किल डेभलप हुने हो, त्यो क्षमता विकास हुने हो। अब नेतृत्व विशेषता र सिपको विकास भन्छ। अब यसमा चाहिँ आत्मविश्वास प्रदर्शन गर्नु पर्यो, आफू कन्फिडेन्ट हुनु पर्यो। पहिला आफूले गर्ने कुरामा आफू त विश्वास हुनु पर्यो। आफूले मैले ठिक गरिरहेको छु भन्ने कुरा पहिला चाहिँ आफूमा विश्वास हुनु पर्यो। केही काम गर्नलाई मैले कहीँ गलत त गरिरहेको छैन भनेर सोचेर काम गरेर त्यो काम बिग्रिन्छ। आफूमा विश्वासै छैन भने अब यो अहिलेको हाम्रो लोअर लेभलको हाम्रो जो सेकेन्डरी लेभल पढ्ने स्टुडेन्ट्सहरूमा यो समस्या आत्मविश्वासको एकदमै कमी छ। वर्षभर स्कुलमा पढेर विद्यार्थीलाई परीक्षा दिन जाँदाखेरि 1 घन्टा पछि परीक्षा हुन्छ, 1 घन्टा अगाडि उसलाई विश्वास हुँदैन कि म पास हुन्छु भन्ने विश्वासै हुँदैन। विश्वास त हुनु पऱ्यो नि, बरु पछि दिइन्छ फेल भइन्छ, असफलता हुन्छ। सबै सफल संसारमा यी अघि एलन मस्कको कुरा गर्दाखेरि पनि तपाईँले उसले अन्तरिक्ष स्पेस एक्स भन्ने उसको कम्पनी छ, उसले अन्तरिक्षमा तपाईँको यो
अन्तरिक्ष यानहरू पठाउँछ, त्यसको अन्तरिक्ष यानहरू 3-4वटा अन्तरिक्ष यान उसको प्लानहरू फेल भएर त्यसपछि बल्ल सक्सेस भएको हो। अन्तरिक्ष यान 3-4वटा भनेको सानो कुरो होइन है त्यो। सरकारले हाम्रो त सरकारले हामी जस्ता कयौँ देशहरू, विश्वका कयौँ देशहरूले एउटा अन्तरिक्ष यान बनाउन सक्दैन, जो कि इलन मस्कले एक्लैले आफैले बनाएर 3-4वटा अन्तरिक्ष यानहरू अरबौँ खर्च हुन्छ त्यसमा। उसले 3-4वटा यान बनाएर विफल भएर अझै पनि हार नमानिकन लागेर अहिले सफल भएको। त्यो उसको आत्मविश्वासकै कुरा हो। उसले आफूलाई विश्वास थियो मैले गरेको काम सही हो, म गर्न सक्छु। एकचोटि असफल भए पनि कुनै न कुनै बेला सफल हुन्छु भन्यो, लागिरह्यो र अहिले स्पेसएक्स भनेको अन्तरिक्ष यान पठाउने कम्पनी विश्वको टप 1 कम्पनी हो स्पेसएक्स। त्यसै गरी यो बल्बको कुरा गर्नुहुन्छ भने यो बल्ब बनाउने हाम्रो वैज्ञानिकले यो एकचोटिमा 100 प्रयास पछिको बनेको बल्ब हो। थोमस अल्वा एडिसन भन्ने मान्छेले संसारमा सबैभन्दा बढी अनुसन्धान गर्ने वैज्ञानिक हुन्। उनले यो बल्ब जो हामी बाल्छौँ यो बल्ब भनेको 100 चोटि प्रयास गरेर बनाएर चेक गरेर फेरि काम काम गरेन हामी एक कामलाई एकचोटि प्रयास गरेर असफल भयो भने छोडिदिन्छौँ। एकैचोटिमा सफलता भन्ने कसैको हुँदैन है। त्यो त गोला बथा इच्छा पऱ्यो भने मात्रै हो। बाँकी कुरामा एकैचोटिमा सफलता भन्ने हुँदैन। अनि कामप्रतिको इमान्दारिता चाहिँ हुनुपर्छ। आफूले गरेको काममा इमान्दारपूर्वक लाग्नुपर्छ, अनि मात्रै त्यो काममा सफलता हासिल विषयवस्तुमा दखलको कुरा छ। विषयवस्तुमा आफूले गर्ने काममा त्यसको ज्ञान, सिप, दक्षता हुनु पर्यो, जान्ने हुनु पर्यो। जान्ने हुनका लागि लागिराख्नु पर्यो। कम बोला कि ठाडो नबोला अहिले ल अब थोरै छ है। नेतृत्व सिप एकैपटक फटाफट आउँदैन। यो त काम र अभ्याससँगै बढेर जान्छ भने अघिको त्यो माथिका सबै कुराहरूको जे गर्छौँ भन्यो त्यो आज यहाँ भन्दाखेरि मैले प्रयास गरेको थिएँ भएन भने त्यो एकै दिनमा आउँदैन। मैले यो कुरा अघि नै भनिसकेँ है। अब त्यसपछि व्यक्तित्वका प्रकारहरू भनेका छौँ। यहाँ हामीले व्यक्तित्व एउटा चाहिँ व्यक्तिगत व्यक्तित्व हुन्छ, एउटा पारिवारिक व्यक्तित्व हुन्छ, एउटा सामाजिक व्यक्तित्व हुन्छ। व्यक्तिगत व्यक्तित्व भनेको चाहिँ म को हुँ भनेर मलाई अरूले कसरी चिन्छ त्यो मेरो व्यक्तित्व हो। तर पारिवारिक व्यक्तित्व भने के होला? पारिवारिक व्यक्तित्व भनेको जस्तै पारा शाह पूर्व राजाको छोरा होइन। पारा शाह पूर्व राजाको छोरा भन्नुको अर्थ उसको त परिवारसँग जोडिएर आयो नि त नाम। उसको व्यक्तित्व कसरी चिन्यो भन्दाखेरि ऊ राजाको छोरा हो भनेर चिन्यो भने त्यो पारिवारिक व्यक्तित्व त्यो पनि हुन्छ। अब सामाजिक व्यक्तित्व भनेको समाजको आधार, समाजले निर्धारण गरेको। नेपाली हामी नेपाली हुन्छौँ अनि विदेशमा गयौँ, त्यो सामाजिक व्यक्तित्व हामी समाजले क्रिएट गरेको। यी सबै पारिवारिक व्यक्तित्व र सामाजिक व्यक्तित्व सुधारका लागि पहिले चाहिँ हामीले यो व्यक्तिगत व्यक्तित्वलाई चाहिँ सुधार गर्नुपर्ने हुन्छ। व्यक्तिगत व्यक्तित्व सुधारका लागि चाहिँ सबभन्दा सकारात्मक सोच, लगन र मेहनत यी कुराहरू चाहिँ हामीले गर्नुपर्ने हुन्छ। अब त्यसपछि व्यक्तिगत क्षमताका कुराहरू अघि यो सुरुमा मैले भनेको थिएँ, प्रेजेन्टेसनको बिचमा पनि हुनसक्छ। जन्मजात क्षमता हुन्छ एउटा चाहिँ जीवनको भोगाइबाट सिक्दै जाँदाखेरि विकास हुने क्षमता। 2 किसिमको क्षमता हुन्छ मान्छेमा। यो क्षमताहरू हामीले न बढाउन सक्छौँ न घटाउन सक्छौँ है। इनर क्वालिटी भनेको चाहिँ जन्मिँदैखेरि जो क्षमता लिएर आउँछ त्यो क्षमतालाई हामीले पछि गएर बढाउने घटाउने भन्ने हुँदैन। हामीले बढाउने भनेको यो हो, राम्रा कामहरू गर्दै गयौँ, राम्राको सङ्गत गरियो होइन भनेपछि सकारात्मक सिकाइहरू बढी हुन्छन्। नकारात्मकतिर लाग्यौँ भने सिकाइ त जता पनि हुन्छ। फेरि नराम्रो काममा चोरी गर्न लाग्यो भने एक पर्फेक्ट फेरि हुन्छ नि मान्छे। चोरको पनि खतरनाक चोर हुन्छ नि, ऊ पनि सिकेकै हो नि। उसले पनि सिक्न त सिकेकै हो। उसले पनि जीवनको भोगाइ त हो नि उसको। भोगाइबाट धेरै कुराहरू सिकिन्छ। पढेर भन्दा पढेर सिकिन्छ भन्छ नि। जीवनको भोगाइबाट सिक्ने कुराहरूमा अब यो यसका लागि यो सबै हाम्रो हातमा छ। यो कुरा चाहिँ दोस्रो कुरा चाहिँ पहिलो कुरामा चाहिँ हाम्रो त्यसमा केही कन्ट्रोल हुँदैन है। अब व्यक्तिगत क्षमता विकास कसरी गर्ने त अब पहिलो त व्यक्तिगत हामीले के भन्यौँ पर्सनालिटी भन्यो भने व्यक्तिगत व्यक्तित्व जो छ त्यो विकासका लागि चाहिँ आत्मचिनारीको कुरा आउँछ। आत्मचिनारी भनेको आफूलाई चिन्ने। जस्तै पहिलो जित आफैलाई चिन्नु हो भन्छ क्या। सबभन्दा पहिले केही कुरा गर्दाखेरि चाहिँ तपाईँले आफूलाई जित्न सक्नुभयो, आफूलाई फकाउन सक्नुभयो, आफूलाई मनाउन सक्नुभयो भने त्यो भनेको सबभन्दा ठुलो जित हो। अब यो यसको लागि उदाहरण भनेको चाहिँ हाम्रो लगभग यो जाँड रक्सी छोड्ने, सुर्ती चुरो छोड्ने कुरामा हुन्छ। त्यो बुवाले भनेर पनि हुँदैन, आमाले भनेर पनि हुँदैन, कोही समाजले भनेर पनि हुँदैन, कोही भयङ्कर ठुलो संसारकै मोटिभेसनल स्पिकर आएर भन्यो भने पनि हुँदैन। त्यो जबसम्म आफूलाई फिल हुँदैन नि तबसम्म त्यो मान्छे चुरो सुर्ती कोही कसैको लत बसेको छ भने उसले छोड्न मरिगइसक्दैन क्या। त्यसका लागि पहिले आफूलाई चिन्नु पऱ्यो। म गलत गरिरहेको छु भन्ने चिन्यो भने अनि बल्ल त्यसको त्यो सुधारतिर लाग्छ।
जस्तै महात्मा गान्धीको कुरा गर्दाखेरि उनले आफ्नो कमजोरी उनी अलिकति दरालु स्वभावका हुनाले उनले चाहिँ अहिंसात्मक आन्दोलन भारतको जुन स्वतन्त्रताको आन्दोलन तपाईँहरूले कतै पढ्नु भएको छ भने पहिलाको बेलायती उपनिवेशबाट भारत स्वतन्त्र हुँदाखेरि उनले चाहिँ अहिंसात्मक आन्दोलन हत्या हिंसा भन्ने केही नगर्ने भनेर आन्दोलन गरे। उनले आफ्नो क्षमता जे छ आफ्नो कमजोरी पनि थाहा पाए आफ्नो त्यो अनि त्यो कमजोरी छ भने त्यो बाटो त सकिँदैन जान गएन भने अर्को बाटो पहिलाउनु पर्यो र त्यसपछि आत्मविश्वासको कुरा अघि आइसक्यो है। आत्मविश्वास चुनौतीहरूसँग जुट्न मद्दत गर्छ। आफूलाई विश्वास छ भने त्यसले चाहिँ कुनै पनि काम गर्नलाई बल पुग्छ। ढुक्क भएर खेल खेल्दाखेरि पनि कुनै अलि ढुक्क भएर खेल्दाखेरि र अलिकति डराइ अलिकति गलत हुन्छ कि भन्ने सोचेर बोल्दाखेरि पनि अगाडि आएर मैले बोलेको कुरा मभन्दा जान्ने यहाँ कोही छ कि होइन मभन्दा ठुलो कोही छ कि भन्ने सोचेर बोल्न थाल्यो भने अनि मान्छे बोल्न पनि शब्दहरू पनि लटपटिन थाल्छ अनि बोलेको कुरा पनि के बोलेको आफैलाई बिर्सिने खालको हुन्छ। त्यो आत्मविश्वास चाहिन्छ। अब ज्याकमाको कुरा गर्ने हो भने अहिले भनेको alibaba.com भन्ने तपाईँहरूले कतिको सुन्नु भएको छ। अब नेट इन्टरनेट सबैले चलाउँछ। alibaba भनेको चाहिँ अनलाइनबाट सामानहरू खरिद बिक्री गर्ने कम्पनी हो। विश्वको सबभन्दा अनलाइन मार्केटिङ कम्पनी हो यो alibaba.com भनेको। यिनले यहाँ हेर्नुहोस् त 30 भन्दा बढी कम्पनीमा पहिले जागिर गर्न जाँदाखेरि रिजेक्ट भयो। 30 वटा भन्दा बढी कम्पनीमा गएर मलाई जागिर चाहियो भन्दा पनि असफल भएको मान्छे पछि आएर alibaba.com भन्ने खोलिसकेपछि अहिले उनले अरूलाई जागिर दिन्थ्यो। हजारौँको सङ्ख्यामा थियो विश्वभरि छ। यस्तो हुन्छ। अब यसैको लागि यहाँ हेरौँ यो फोटोहरू हेरौँ व्यक्तिगत क्षमता विकासको यो अगाडि आत्मविश्वास र आत्मचिनारीको कुरा गर्दाखेरि अब यो फोटो त तपाईँले चिन्नु भएको छ होला झमक हेर्नुहोस् त यो उनको हात शरीर पुरै चल्दैन राम्रोसँग खुट्टाले लेख्छिन् मदन पुरस्कार विजेता हुन्। अब यतापट्टिको स्टेफन हकिन्स शरीर पुरै प्यारालाइसिस छ बोल्न पनि सक्दैनन्। यिनको दिमागले सोचेको कुराहरू एउटा मेसिन युज गरेर अनि कम्प्युटरमा टाइप हुन्छ। वैज्ञानिक हुन् यिनले धेरै कुराहरू पत्ता लगाएको थियो। हामी हात खुट्टा छ दिमाग छ जिब्रो छ मुख छ सबै कुराहरू अनावश्यक कामका लागि नचाहिने कामका लागि मात्रै प्रयोग गरेका छौँ। अब यो आत्मविश्वास र आत्मचिनारी आफूलाई चिनेर आफूले अब म गर्न सक्छु भन्ने हिम्मत भएका व्यक्तित्वहरू अब एउटा नेपालकै छन् एउटा चाहिँ अन्तर्राष्ट्रिय जगतका। अनि हामीले नसक्ने भन्ने हुन्छ यी यसरी खुट्टाले लेखेर त मान्छे मदन पुरस्कार जित्ने सम्मका कृतिहरू लेख्ने मान्छे छन् भनेपछि हामी जस्ता जोस जाँगर तागत भएका युवाहरू हात खुट्टा सबै कुरा दिमाग पनि छ होइन सबै भएकोले नसक्ने भन्ने हुँदैन। त्यसका लागि इच्छा शक्ति हुनु पऱ्यो। अब त्यसपछि अर्को भनेको सञ्चार कौशल कम्युनिकेसन बोल्न सक्ने हुनु पऱ्यो। अब यो सञ्चारको विषयमा धेरै नभनौँ मैले सुरुदेखि भनिसकेको छु। प्रभावकारी व्यक्तित्वका लागि राम्रो सञ्चार आवश्यक हुन्छ भने राम्ररी बोल्न सक्यो भने धेरै कुराहरू तपाईँले हेर्नुभयो भने कुरा मिल्ने कि बिग्रिने भन्ने कुरामा बोलीमै भर परे आउँछ। बोलीले धेरै कुरा झगडा हुने कि मान्छे मिल्ने भन्ने कुरा हुन्छ। त्यो भएको हुनाले बोली धेरै महत्त्वपूर्ण हो। अब मार्टिन लुथर किङ जुनियरको उनले उत्कृष्ट वक्तित्व कलाले लाखौँ मानिसलाई प्रभावित पारेका छन्। अब यी उदाहरणहरू मान्छेका। अब त्यसपछि अर्को हामीलाई चाहिने भनेको आफ्नो व्यक्तित्व विकासका लागि समय व्यवस्थापनको कुरा छ। यो हाम्रा लागि एकदमै महत्त्वपूर्ण ठान्छु मैले चाहिँ समय व्यवस्थापन भनेको। यहाँ हेर्नु समयको सही सदुपयोग हाम्रो कति भइरहेको छ तपाईँहरूले आफैले पनि एनालाइसिस गर्नु होला। अब समयको सही सदुपयोग भन्नाले हामीले चाहिने काममा समय खेर प्रयोग गरिराखेका छौँ कि नचाहिने काममा भन्ने कुरा हो कि हामी अहिले हाम्रो अलिकति बढी ट्रेन्ड भनेको अनलाइन फेसबुक यो अब अहिलेको त के छ गेमिङहरू पनि खुब चलेको छ। यतातिर हेमाबेट भन्ने होइन त्यसले कति फाइदा गरिरहेको छ कति फाइदा गरिरहेको छ तपाईँहरूलाई थाहा होला। तर अनलाइनको उदाहरण मैले एउटा दिएँ तपाईँको यो एलन मस्कको पनि कुरा छ। एलन मस्कले तपाईँको यो त अघि हाम्रो रमेश सरले भन्नुभएको थियो यो अहिलेको इलेक्ट्रोनिक दुनियाँमा क्रान्ति ल्याउने मान्छे हो। मैले पनि अघि पनि कुरा गरेँ स्पेस एक्सका कुराहरू होइन अन्तरिक्ष यानका कुराहरू त्यत्रो बनाउन सक्ने मान्छे तपाईँहरूले यो कहीँ भेट्नुभयो भने हेर्नु होला। यसको इन्टरभ्यू पनि छ एउटा। यसमा चाहिँ उसले हप्तामा कति घन्टा मोबाइल युज गर्छ भन्दाखेरि 2 घन्टा भेट्यो। एक हप्तामा उसले 2 घन्टा मोबाइल युज गरेको भेट्यो यो एलन मस्क भन्ने मान्छे है। फेसबुकको मार्क जुकरबर्ग भन्ने मान्छे उसले आफैले फेसबुक बनाएको हो। उसले चलाउन नजान्ने कुरो पनि भएन चलाउन नपाउने कुरो पनि भएन। तर उसले पनि हप्तामा बढीमा 1 दिन चलाउँछ अरे फेसबुक। आफ्नो पर्सनल फेसबुक है आफ्नो कम्पनीको फेसबुक म्यानेज गर्ने कुराहरू मात्र त कम्पनीको काम भयो यहाँ त गर्छ नै उसले। तर जसरी हामी फेसबुक चलाउँछ नि पोस्टहरू हेऱ्यो ट्यागहरू हेऱ्यो कमेन्ट गर्यो चित्त बुझेका कुराहरू नबुझेका कुराहरू पनि त्यही लेख्यो। हामीलाई त छ नि त टाइम। तर गर्ने मान्छेहरूको लागि समय धेरै कम पनि छ र बढी पनि छ। अब यहीँ हेर्नुहोस् के भनेको छ एलन मस्कले हप्तामा 100 घन्टा काम गर्छ।
100 घन्टा भनेको झन्डै 4.5 दिन। त्यो 30 पठाइदियो भने 4 दिन 2 घन्टा भनेको रात दिन नगरी गऱ्यो भने 4 दिन। हाम्रो दैनिकी हेर्ने हो भने त हाम्रो 8 घन्टा सुत्नुमै गइहाल्यो, 24 घन्टामा रह्यो 16 घन्टा। 3-4 घन्टा हामी यताउता हिँडुल गऱ्यो, अरूका कुरा काट्नमै जान्छ होइन। 8-4 12 भइहाल्यो। यही नभए 1.5 घन्टा बिहान, 1.5 घन्टा सानो हामी खाना खानै जान्छ, 3 घन्टा त्यो गयो। हाम्रो त बढीभन्दा बढी त्यही 20-25 मिनट हुन्छ होला कामको लागि हाम्रो समयको सदुपयोग भनेपछि। अनि एलन मस्क सफल हुने कि हामी सफल हुने त होइन। आफैले विचार गर्नु होला, हिजो 24 घन्टामा के गरियो, कति टाइम स्पेन्ड गरियो। म त हाम्रो 5-6 घन्टा त फेसबुक र हेमाबेटले यो लेभलको युवाहरू तपाईँहरूले त्यही गऱ्यो भने पछाडिका पिँढीले सिक्नु पनि त्यही हो है। त्यो भएको हुनाले समय चाहिँ कसरी सदुपयोग गर्ने भन्ने कुरा। अब समय सदुपयोगको कुरा गर्दाखेरि यी दुईवटा व्यक्तिहरूको यी हेर्नुहोस्, यी मान्छे भनेको नवराज लम्साल भन्ने मान्छे हुन् है। नवराज लम्साल अहिले उनको मदन पुरस्कार विजेता हुन्। यिनले त्यो मदन पुरस्कार लगायतका कृतिहरू लेख्दाखेरि 20 वर्षसम्म 2 घन्टा सुते अरे दिनको जम्मा। आफ्नो जीवनको 20 वर्षसम्म रेडियो नेपालका प्रबन्ध निर्देशक पनि भएर अहिले रिटायर भइसक्यो होइन। अब यिनलाई नचिन्ने त धेरै जङ्गलान्। महावीर पुन, डाक्टर महावीर पुन अहिले राष्ट्रिय आविष्कार केन्द्र चलाइराख्नु भएको छ। उहाँले अब तपाईँहरूले अस्ति त देखिसक्नु भयो होला, आफै किताब बोकेर किताब बेचेर अहिले काठमाडौँ के अरे उहाँ विराटनगर चाहिँ वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनका लागि आफैले आत्मवृत्तान्त लेखेर त्यही बेच्दै हुनुहुन्छ। यो उमेरमा उहाँलाई के परेको थियो र त्यस्तो समाज र देशका लागि आफ्नो नेपालबाट उत्कृष्ट व्यक्तित्व हुन है। फेरि तपाईँको कर्णालीको जुम्लातिर यो दुर्गम एरियातिर इन्टरनेट सञ्जालमा जोड्ने काम पनि उहाँले गर्नुभएको छ। उहाँले एकदम नितान्त व्यक्तिगत स्वार्थ उहाँको केही पनि छैन। यसरी रात दिन मान्छे लागिरहेछन्। यो समय व्यवस्थापनको उदाहरण मात्रै हो है यहाँका लागि। त्यसपछि आयो अब सकारात्मक सोच। त्यसपछिको यो पनि एकदम महत्त्वपूर्ण कुरा हो। हामी जे कुरा पनि भएन, छैन, हुँदैन मात्रै लगाउँछ कि छ लगाउन हुन्छ, छ भन्ने कुरा लगाएर सोचेर काम गऱ्यो भने चाहिँ छ राम्रो छ। सकारात्मक सोच राख्ने व्यक्तिले सफलतालाई अवसरमा बदल्न सक्छ। हामी सुरुमै काम गर्नुभन्दा अगाडि अनि काम गर्ने जाँगर कहाँबाट आउँछ, काम कहाँबाट हुन्छ र त्यो गरेको कामबाट सफलता कहाँबाट मिल्छ भने मिल्दैन है। पहिला सोच्नु पऱ्यो, पोजिटिभै सोच्नु। अब यी थोमस एडिसनका कुराहरू अघि यो बल्बको कुरा गर्दाखेरि एउटै कुरा गरेको थिएँ। 10,000 पटक मैले 100 भनेको थिएँ, यहाँ 10,000 यति पटक सफल भइसकेर बल्ल यो गरेको अहिले हामी जो बालिरहेको। त्यही भएर सकारात्मक सोच राख्नुपर्छ। हाम्रो नेपालीको हाम्रो यो हामी यहाँ भएकाको मात्रै होइन, यो समग्र नेपालीको बानी हो। नेपालीको बानी के छ भन्दाखेरिमा तुरुन्तै फल चाहिन्छ हामीलाई। फल भनेको तुरुन्त पाइने चिज होइन। लामो मेहनत पछि थोरै पाइन्छ, पछि बढ्दै जाने हो फेरि। त्यो भएको हुनाले सकारात्मक सोच राखेर हामीले अगाडि बढ्नुपर्छ। अब यी चित्रहरू छन्, यी चित्रहरू अब तपाईँको यो हेर्दाखेरि हाम्रो नजर कस्तो, कुन नजरले हेर्ने भन्ने कुरा हो। फुलको आँखामा फुलै संसार भने जस्तै जस्तो आफूले सोध्छ मान्छेले त्यस्तै देख्छ अरूलाई। अब यहाँ हेर्दाखेरि यो अब एक हिसाबले मौसम खराब छ, अब बेकार छ भन्ने पनि होला। यसैलाई हेर्ने हो भने यो प्रकृतिको नियम हो। यही मौसम यसरी नै परिवर्तन भएर पानी पर्ने, बाली नाली सफल राम्रा हुने भन्ने पनि त छ। यहाँ यो पोजिटिभ छ। अब अस्तिसम्म हामी यही चिन्तामा थियौँ, गहुँ लगाएको छ, हिउँ परेन, पानी परेन, यसपालि बाली नाली खतम हुन्छ भन्ने हेर्दाखेरि सोझो नजरले हेर्दाखेरि हामी सबैको यो मानव जातिकै गुण हो। पहिला नेगेटिभ कुराहरू हेर्ने खोज्ने, पोजिटिभ खोज्दैनौँ हामी। पहिला नराम्रो कोही मान्छेको हेऱ्यो भने पनि त्यसको राम्रो बानी के छ भने खराब बानी के छ भन्ने खोजिराख्यो भने भोलि यसलाई पर्या बेलामा भन्न सजिलो हुन्छ भनेर पहिला हामी खोज्ने भनेको नराम्रै हो। त्यही भएर जे कुरामा पनि त्यस्तै अब यो हेर्नुहोस्, अब यसमा पनि अब यो रुखहरूको के हुन्छ र भन्ने हो। तर हुन त के हुन्छ र यो रुखमाथि के अरे ढुङ्गामाथि भएको रुख, तर पनि यसको जीवन र सङ्घर्ष त छ नि आफ्नो होइन। सङ्घर्ष गऱ्यो भने हुन्छ भन्ने उदाहरण हो। त्यसपछि अब यो सबै कुराहरू यस्तै छ है। तपाईँ कसरी हेर्नुहुन्छ भन्ने कुरा हो। दुईवटा रातको बिचमा एउटा दिन छ या दुईवटा दिनको बिचमा एउटा रात छ, कुरो त एउटै हो होइन। दुईवटा दिनको बिचमा रात पनि हो नै, दुईवटा रातको बिचमा दिन पनि हो नै भनेको दुईवटा रात एउटा दिन हेर्नु भनेको अन्धकार बढी छ, उज्यालो कम छ भन्ने हो संसारमा। तर रातपछि दिन पनि छ नि त। रात भनेको एउटा रात भनेको पनि दुईवटा दिनकै बिचमा हुने हो।
अनि गर्ने मान्छेहरूका लागि सोच्ने कुराहरू कसरी सोच्ने भन्ने कुरामा हामीले पोजिटिभली सोच्नुपर्छ भन्ने कुराहरूमा अब यसमा पनि यो हेर्ने कुराहरू अब कसैले आधा गिलास पानी भन्ला कसैले आधा गिलास खाली भन्ला आधा गिलास पानी त छ नि आधा गिलास खाली छ थाहा छ तर केही नभए पनि आधा गिलास पानी त छ नि नुहाउनुभन्दा कानो मामानीको भन्ने उदाहरण त सुन्नुभएको छ होला होइन त्यस्तै हो अब यो हेर्ने नजर कसैले हेर्दाखेरि यसैले पनि आधा गिलास देख्छ कसैले हेर्दाखेरि आधा पानी देख्छ अब त्यो सोचको कुरा हो मान्छे अब यो यसको समग्र कुराको दृष्टिकोण भनेको हामी कुनै पनि वस्तु जस्तो छ त्यस्तो देख्दैनौँ हामीले देख्ने भनेको जस्तो हामी छौँ या हामी जस्तो सोच्छौँ त्यस्तै संसारलाई देख्छौँ भन्ने कुराहरू हो यसको है अब यसमा चाहिँ अब तिम्रो जीवनमा के को अभाव छ त्यो नहेर बरु के छ त्यो हेर किनकि जहाँ हामी आफ्नो ध्यान लगाउँछौँ जीवनमा त्यही कुरा बढ्दै जान्छ यो भन्ने भनेको हाम्रो रवि कृष्ण श्री रवि कृष्णले भनेको कुरा हो हामीले के छैन भन्ने कुराहरू हेर्नुभन्दा पनि के छ भन्ने कुराहरू हेर्ने हो किनकि के छ भन्ने कुराहरू हेर्दै गयो भने त्यो जेतिर हाम्रो ध्यान जान्छ त्यही कुराहरू हामीले प्राप्त गर्ने हो गलत कुराहरू हेर्दै गयो भने गलत प्राप्त हुने हो त्यो भएको हुनाले हामीले भएका कुराहरू आफूसँग प्राप्त भएका कुराहरू के छन् त्यो हेरेर तिनीहरूलाई नै सदुपयोग गर्नतिर लाग्नुपर्छ अब जीवनको सन्दर्भमा यो कुराहरू सर्व पढ्नु त जीवन केवल बाँच्नका लागि नभए यो सृजनाको लागि हो भने जीवन बाँच्नका लागि हामी जन्म बाँच्नका लागि 5 वर्ष 10 वर्ष बाँचिदियो हुन्थ्यो भन्नका लागि बरु 1 वर्ष बाँचेर पनि केही गर्नका लागि हामी आएको हो कि हामी रक्षार्थ नभए विस्तारको लागि यहाँ छौँ रक्षा भनेको सुरक्षित अलिकति सेफ हुनुभन्दा पनि एक्सपान्ड हुने हो कि एक्सपान्ड हुने भनेको मान्छे बट्टाउँदै फैलिनु भन्ने राम्रा कामहरू अब एलन मस्क यहाँ हामीले अहिले एलन मस्कको नाम लिइरहेको छ भने त्यो एक्सपान्ड भएको नि अमेरिकाको मान्छे अहिले यहाँसम्म पुगिसक्यो नि शब्दले त पुग्यो नि त मान्छे एक्सपान्ड हुने भनेको यस्तो हो एक्सपान्ड भनेको फैलिने कुराहरू जीवन विशाल खेल मैदान हो भन्छ जसमा हामी चाहेको कोर्न या लेख्न सक्छौँ खेल्न सक्छौँ ठुलो छ हाम्रो जिन्दगी भनेको यसमा हामीले जस्तो चाह्यौँ हामी त्यस्तै गर्न सक्छौँ खाली मैदान छ अहिले त्यहाँ हामीले जस्तो कुराहरू भऱ्यौँ फुटबल कोर्ट बनायो भने फुटबल खेल्न सक्यौँ भलिबल बनायो भने भलिबल खेल्न सक्यौँ या त्यसलाई झगडा गर्नका लागि एउटा रणमैदान बनायो भने कुनै लडाइँ नै हो त्यसपछि नकारात्मकै कुरा हो हामी जे खोज्छौँ त्यही पाउँछौँ हुन्छ हामीले अब त्यही भनिसकेँ मैले हामी असफल हुनुको कारण के हो भन्दाखेरि हामी नेगेटिभै खोज्छौँ त्यही भएर नेगेटिभ पाइन्छ नेगेटिभ भनेको असफलता नै हो संसार उत्तरदायी छ त्यसैले यो हाम्रो भाषा या संवादबाट प्रभावित हुन्छ भन्छ संसार रेस्पोन्सिभ छ क्या भनेको हामीले जे गर्छौँ त्यही अनुसारको उसले प्रतिक्रिया गर्छ संसारले ती कुराहरू छन् अब यो हेर्नुहोस् चित्र अब यो स्याउको चित्र छ यो त के छ भन्दाखेरि यो स्याउ जो छ यो स्याउ भने त दुनियाँमा कहिलेदेखि फल्यो होला केही स्याउ नभए अरू केही फल्यो होला नि अब यही कुरालाई चाहिँ न्युटनले रुखबाट झरेको देखेर उनले विज्ञानमा गुरुत्वाकर्षण बल भन्ने पत्ता लगाए त्योभन्दा अगाडि अरूले पनि स्याउ झरेको नदेखा त नहुँदो होइन न्युटनले त्यो कुरालाई किन झर्यो कसरी झर्यो के भयो भन्ने अनुसन्धान गर्दै खोज्दै बुझ्दै जाँदाखेरि अहिले हामी विज्ञानको एक किताब एक पाठ यिनकै छ त्यही गुरुत्वाकर्षण बलको छ मान्छेले केही राम्रो कुराका लागि खोज अनुसन्धान गर्दै जाने हो भने त्यसको सिद्धि प्राप्त हुन्छ अब हामी संसारलाई कसरी हेर्ने भन्ने कुरा सकारात्मक आँखाले हेऱ्यौँ भने राम्रो पनि छ संसार जीवन हाम्रो अमूल्य हो यो संसारमा हामी राम्रो काम गर्न सक्छौँ भन्ने हुन्छ तर नकारात्मकले हेऱ्यो भने असफलता वा समस्या अभावै अभाव होइन त्यो खालको पनि छ त्यो हाम्रो हेर्ने नजरमा भर पर्ने कुरा हो है अब त्यसपछि जीवनका प्रयत्नहरू सफल नहुने प्रमुख 3 चुनौतीहरू भन्छ हामीले गरेका कामहरू किन सफल हुँदैनन् भन्दाखेरि नैराश्यताको संस्कृति भने निराश भइराख्ने काम गर्नुभन्दा अगाडि निराश हुन्छ पछि गरिसकेपछि त निराश भएर गरेको काम विफलै हुने हो विफल भयो झन् निराश हुन्छ झन् निराश भयो भने झन् काम गर्न मन लाग्दैन यो प्रक्रिया चलिरहन्छ जिन्दगी यसैमा बित्छ मौनताको संस्कृतिका कुराहरू गर्दाखेरि त अब यो मौन बसेर पनि हुँदैन आफ्ना भावनाहरू होइन आफ्ना इच्छा चाहनाहरू व्यक्त गर्न सक्ने अघि हामीले त्यो त सञ्चार कौशल भनेर जो बोल्नु कम्युनिकेसन स्किल भनेको त्यसका लागि पनि हामी मौन भएर पनि हुँदैन अब भाग्यवादी संस्कृति हो नि हाम्रो यो नेपालीको चाहिँ यो बढी हो फेरि सबै भाग्यवादी छैन भाग्यले दिए खाउला न त कटिरौँ भाग्यले दिए खाउला न दिए हिमा बेटमा पनि त्यही हो भाग्यले पर्छ न त जान्छ बिहान बिहायो भाग्य चाहिँ
अब त्यो पछि अहिले के भन्छ ल मानव हार्यो 50,000 हार्यो भाग्यै रहन्छ नखेले भए कहाँको भाग्य हुन्छ 50,000 जान्छ खेल्दै नखेले भए ऊ भाग्यले ल खेल भने त छैन नि त अब खेल्यो भने हारजित हुन्छ हारिन्छ नकारात्मकतिर लाग्यो भने चाहिँ यही हो भाग्यवादी हाम्रो भाग्यमा भर पर्ने हाम्रो सबभन्दा नेपालीको बानी यही बिगार्ने भाग्य भनेको दोस्रो सेकेन्डरी चिज हो केही कुरामा भाग्य हुनसक्छ म हुँदैन पनि भन्दैन किनभने हामी भगवान्लाई विश्वास गर्ने मान्छे भाग्यमा हुनसक्छ तर पहिलो प्राथमिकता भने कर्म हो जबसम्म हामी कर्म गर्दैनौँ तबसम्म फल प्राप्त हुनेवाला छैन भाग्य जति राम्रो भयो जस्तै राशिफल बताउनेले पनि भन्छ नि कर्ममा विश्वास गर्ने भने पनि लास्टमा त्यही भन्छ है सुन्नु होला पुरै सुन्नु होला आफ्नो राशि सुनेर बन्द गरेर हुँदैन सबै राशि सिक्यो भने लास्टमा त्यही भन्छ रेडियोले अब अन्तमा यो जीवन हेराइ देखाइ र भोगाइ हामीले जीवनमा हेर्ने के हेर्छौँ के देख्छौँ के भोग्छौँ भन्ने कुरामा यहाँ चित्रहरू छन् अब यो मान्छे हेर्नुहोस् हरियो चस्मा लगाएर बसेको छ यसले संसार कस्तो रहेछ भनेर हेर्दाखेरि संसार त बडो हरियो पो रहेछ उसको आँखाको नजरै त्यसो हरियो त्यो हाम्रो नजरमा हाम्रो मतलब सोच विचार जो छ हामी त्यसैमा भर पर्छ भन्ने कुरा त्यसै गरी अब यो मान्छे यसले हरियो हरियो लगाएको छ निलो सबै संसार निलै देख्छु म त भन्छ अब त्यसपछि यो छ एउटा अलिक पहेँलो पहेँलो छ एउटा अर्कै खालको छ यसले के भन्छ आधा पहेँलो आधा छिरमिरे देख्छु त्यो भनेको आफ्नो सोच जस्तो छ मान्छेले संसारलाई पनि त्यस्तै देख्छ भन्ने कुराहरूलाई देखाउनका लागि यो चित्र राखेको अब यो स्वामी कुटस्थानन्दको कुराहरू यहाँ राखेको छु मैले आफूलाई निहाल्नुहोस् भनेको छ संसारको चिन्ता मानिरहेका छौँ हामी यो संसार पनि हाम्रो त समाजको चिन्ता फलानाको भन्ने छ सबैको यो समग्र मानव जातिको बानी हो कि अरूको चिन्ता बढी मान्ने आफ्नो हालत देख्दैन होइन आफ्नो हालत देख्दैनौ अरूको चिन्ता मानेर बसिरहेको छौँ आफ्नो हालत देख्दैनौ कि तिमीभित्र के भइरहेको छ आफूलाई के भइरहेको छ भन्ने कुरा हामी गर्दैनौँ अरूलाई के भयो भने ओहो यो त बेकार रहेछ यस्तो रहेछ भने अरूको बढी मूल्याङ्कन गर्ने गर्छौँ पहिला स्वयंलाई चिन आफ्नो घरमा कुचो लगाऊ अनि मात्र अर्काको घरको चिन्ता गर भन्छ कि यो हामी त गाउँघरतिर गयो भनेपछि धेरै छ बानी फलानाको अरूका घरका कुरा गरेर उस्तो छ आफ्नो घरमा के भइरहेछ कसैले त्यही त्यो आफ्नो विषयमा कुरा गर्न सक्छ आफ्नो विषयमा कसैले भनेर कुरा काट्यो भन्छ रिस गर्यो भन्छ मान्छे त्यो बानी छ हाम्रो पहिला आफ्नो अनि जगतको हेरचाह गर भन्छ पहिला आफ्नो हेरचाह गऱ्यो भने अनि बल्ल अरूको सोच्ने कति फोहोर छ भित्र कति विकार छ भित्र कति हिलो जमेको छ भित्र यस्तो स्थितिमा तिमीले अरूलाई पनि हानि पुर्याउनेछौ तिमी आफै विषले भरिएका छौ भने विष नै त फलाउँदा पहिला स्वयंलाई अमृतले भर अनि संसार यो कुराहरू गाउँ समाज त्यो पछिल्लो पार्ट भयो घरभित्रमा पनि पहिला व्यक्ति सुध्रिनु पर्यो पहिला आफू सबै कुरामा सकारात्मक हुँदै गयो राम्रो गर्दै गयो भने त्यसपछि अनि बल्ल अरूको चिन्ता गर्ने कुराहरू गर्नुपर्छ भन्ने कुराहरू मैले यहाँ राखेँ अब काम गर्ने कुरा यो के को चित्र होला मुटुको चित्र होइन अब यसमा चाहिँ हामी काम गर्दाखेरि अब थाक्ने अलिकति उ गर्ने भन्नेको मोटिभेसनको कुराहरूको लागि मात्रै हो यो काम गरेर थाकेन भन भन्यो तिम्रो आफ्नै मुटुलाई हेर त मुटु धड्किन रोक्यो भने के हुन्छ त्यसले केही छिन विश्राम लिएमा हाम्रो के हालत मुटु 24 घन्टा हामी जन्मेदेखि आजसम्म यसै गरी चलिराखेको छ यो थाकेको छैन यदि यसले थाके भनेको दिन चाहिँ हामी थाके भन्न पाउँदैनौँ थाके भने हामी त्यसपछि थाके भन्न सक्ने अवस्थामा हुँदैन त्यही भएर सके जति गरिराख्नुपर्छ राम्रो कामको लागि सकारात्मक कुराको लागि भन्ने हो अब त्यसपछि यहाँनिर यो तपाईँको सक्यो यतिमै यो एउटा अगाडिको यो भिडियो थियो यो बजाइदियो त्यतिमै सिक्यो है मेरो सेसन